गरमले मर्नु आँटिसक्यो आज मलाई लाग्दैछ अनि आज चाहिँ म ट्युसन लेट भयो। हेलो गाइज, गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ म ट्युसन जाँदै थिएँ नि त बिहान अनि पुरा बिहानै कस्तो घाम लागिरहेछ अनि हेर्नु सक्नुहुन्छ यहाँको बिहानको भ्यूहरू यस्तो छ। यहाँको रास्ता चाहिँ यस्तो छ कि हेर्नु सक्नुहुन्छ चाहिँ टिलिक्कै घाम टोलिरहेको छ के बिहानै अनि यस्तो भ्यूज देखिन्छ यहाँको रास्ता चाहिँ। अनि म चाहिँ ट्युसन चाहिँ जहिले जान्थेँ होइन, लेकिन भिडियो कहिले गरेको थिइनँ अनि आज चाहिँ मैले भिडियो गरेको नि त। भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला सबैजनाले। सक्नुहुन्छ अहिले चाहिँ म गाउँ आइपुगेँ होइन, गरमले मर्नु आँटिसक्यो। आज पनि मैले छाता ल्याउनु बिर्सेँ, मतलब कि बिहान पानी पर्ला जस्तो थियो अनि मैले चाहिँ नलिआएको थिएँ अनि अहिले चाहिँ पुरा घाम लाग्यो के, त्यही कारणले। फाइनली गाइस मेन रोड आइपुगेँ भनौँ न। अब यो चाहिँ रोइङ टु शान्तिपुर जाने बाटो हो। म चाहिँ ट्युसन शान्तिमा जान्छु। यहाँको भ्यू हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ हामीहरूको पहिलाको स्कुल हो क्या, यो चाहिँ नि त पहिला पढेको स्कुल थियो। हामीहरू पहिला पढिसकेँ, अब पास भएर स्कुल चाहिँ सकिएको। यो चाहिँ हो त्यो स्कुल। आज चाहिँ म तपाईँहरूलाई पुरा शान्तिपुर देखाउँछु अरे नि त, शान्तिपुर देखाउँछु आज चाहिँ। फाइनली गाइस शान्तिपुर आइपुग्नु आँटे। उहाँ देख्नु हुँदैछ नि त्यो चाहिँ शान्तिपुर हो होइन, हाम्रो यताको बजार हेर्नु सक्नुहुन्छ। यहाँदेखि चाहिँ स्टार्ट छ होइन, यहाँ तेल डिपो छ। यहाँबाट चाहिँ पुरा शान्तिपुर स्टार्ट भयो। आज चाहिँ त बिहानै भएर बजारमा अनि दोकानहरू पनि छैन क्या, त्यस्तो साह्रो केही पनि। मन्दिर देख्न सक्नुहुन्छ, यो चाहिँ मन्दिर हो यहाँको। मलाई लाग्दैछ अनि आज चाहिँ म ट्युसन लेट भइसक्यो होइन। अब चाहिँ म सिधै जान्छु ट्युसन सर घरको आइपुग्नु आँटे। यो चाहिँ ट्युसन सरको घर। गरम फाइनल गाइस अब चाहिँ ट्युसनबाट म चाहिँ आइसकेँ होइन अनि म चाहिँ जाँदैछु अहिले घर। अन्त चाहिँ बजारको दिन होइन अनि यहाँ चाहिँ पुरा उतातिर बजार लाग्दैछ। अनि अहिले चाहिँ म यता यो रास्ता आइपुगेँ, मेन बजारको रास्ता। आज चाहिँ बजारको दिन हो। यहाँ चाहिँ म चप्पल किन्न आएको थिएँ अनि मलाई चप्पल यहाँ बजारमा चप्पल हेर्नु सक्नुहुन्छ चप्पलहरू। अनि म दाजुले चाहिँ मलाई देखाउनु हुँदै थियो, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले बेसी भिडाभिड छ क्या गाडीहरू। म चाहिँ घर जाँदैछु अहिले। म चाहिँ अहिले यहाँ आइपुगेँ पार्कको रास्ता होइन, हेर्नु सक्नुहुन्छ। अहिले फेरि अघि बिहान घाम लागिरहेको थियो, अहिले फेरि पानी पर्नु आँट्यो क्या पुरा। मेरो भ्लग चाहिँ यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।